खुवालुङ हेर्दा ढुङ्गा देख्नेहरूलाई तोडेर फोडेर के गर्छु भन्ने निकम्मा विकासे भाषण ठोक्नेहरूलाई मेरो सुझाव छ। कसैको आस्थाको धरोहरलाई गिद्धे नजर गरी पराकाष्ठ गर्न खोज्नु भनेको आफ्नै घरमा आगो लगाउनु जस्तै। त्यसैले होशियार जहाँ मुन्धुमी सभ्यता झल्काउने तीन नदीहरू सुक्तुलुङ झै एकनासले बहिरहेको हुँदा अग्नि वायु र जललाई साँची राखी त्रिपद त्रिधाम खुवालुङलाई कोटी प्रणाम। सभ्यता झल्काउने पितृ सम्झाउने ती खुवालुङलाई गर्व गर्दै मुन्धुम र ऋषिया गाउँदै तायामा र खियामा अनि रैछाकुलेका सन्तानहरू हो। भक्ति भावमा समर्पित हुँदै दर्शन र भाकल र आराधनाका साथ पवित्र तीर्थस्थलमा पितृ मिलन होस् भनी लागेका लस्करहरूलाई के उत्तर दिन सकिन्छ? सकिन्न, किनकि त्यसैले खुवालुङ विरुद्ध खोक्रे भाषण होइन, सम्मान गर्ने गर। त्यसैमा भलो होला राष्ट्रको, त्यसैमा भलो होला सबैको। यही छ मेरो सल्लाह अनि सुझाव। त्यसैले चिन्तन अनि मनन गर्नुहोला महोदय। यही छ मेरो